72 सालको भूकम्पभन्दा 82 सालको भूकम्पमा खतरा आयो हेटौडामा। हेलो गाइज, अहिले हामी चाहिँ ब्याङ्क रोडनिर छौँ, नारेमालको अलि तल प्रणमी भवनको अगाडितिर। यहाँ हाम्रो भूकम्प गराउने मिसिनहरू हिँडिरहनु भएको छ। यता हाम्रो 300 जना फौजी प्रशासनहरू पनि हुनुहुन्छ। आज चाहिँ हेटौडामा मङ्सिर 20 गते ठुलो भूकम्प आएको छ। यहाँ हाम्रो नेपाल सरकार र हेटौडा सडक विज्ञान कार्यालयबाट चाहिँ 15 दिनको सूचना दिएको थियो र आज अन्तिम भएको हुनाले आज बिहानैबाट चाहिँ नगर प्रहरी, पुलिस प्रशासन, सडक विभागका कर्मचारीहरू सबैजना यहाँ खटेर बाटो विस्तारको लागि खटिरहनु भएको छ। दायाँ 25 बायाँ 25 मिटरको लागि चाहिँ यहाँ बाटोको लागि यहाँ भत्काउने सुरु भइरहेको छ। यो चाहिँ बिहान 7 बजीको हो। हामी चाहिँ छिटाउन भ्याइन सकेन। त्यहाँ पुलमा पनि कुनै पनि साधनहरू गाडीहरू छिर्न दिएको थिएन। कुनै बाइक, अटो, सिटी सफारी कुनै पनि टाढा जाने लामो दूरीका यात्राहरू सबै पुल क्रस गरेर आफै पदयात्रा गरेर पसपारसम्म आएको छ। त्यसबाट चाहिँ अर्को साधन प्रयोग गरेर आफ्नो घरमा गएको देखिन्छ। यहाँ चाहिँ चाइना गेटको दृश्य हो। चाइना गेटमा चाहिँ पुरा कडा सुरक्षा बसिरहनु भएको छ। यहाँ मात्र नभएर उता ब्याङ्क रोडको बाइपासनिर यता हाम्रो चैकुटोल काठमाडौँ जाने लोप्री ओह्रालो, यता कान्ति राजपाथको ओम भवन, चाइना गेट सबै ठाउँमा चाहिँ एकदम कडा सुरक्षा बसिरहनु भएको छ। त्यस कारणले यहाँ चाहिँ बिहान आउनेसम्म चाहिँ पुरा भतभङ्ग भूकम्प लागेको छ सरकारबाट। कसैले सामान सार्न भ्याएको छ भने कतिपयले सामान पनि सार्न भ्याएको थिएन। 15 दिनको म्याद दिएको थियो। हिजो नै सार्नुपर्ने थियो र हिजोसम्म उनीहरू सामान बिक्री गराउनतिर लागिरहेको थियो र सेल होलसेल भन्ने पनि लगाइरहेको थियो र आज सार्ने भन्ने कुरो होला। सायद यहाँ घरधनी, व्यवसायवाला र अन्य व्यक्तिहरू पनि हेर्नको लागि आएको छ र सामान कसरी सार्ने, के गरी सार्ने भन्ने विषयमा यहाँ कुरो भइरहेको छ र गाडी बोलाएको छ। यस्तो छ हालत। खतरा भूकम्प आएको छ गाइज सरकारबाट। यो व्यवस्थापन चाहिँ हुनुपर्छ, किनभने विकास हुनलाई विनाश हुन्छ। विनाश नभएसम्म चाहिँ विकास हुन सक्दैन। अब यो हुने नै थियो र अब अन्त चितवनदेखि लिएर यता सिमाना टाढी पर्छ अन्य ठाउँमा चाहिँ व्यवस्था भइसकेको थियो योभन्दा 3-4 वर्ष अगाडि र यहाँ अड्किरहेको थियो। हिजोको दिनमा यो केबाट अड्क्यो, कसरी अड्क्यो त्यो आफ्नो ठाउँमा होला। तर हेटौडा नभत्किएसम्म वीरगञ्ज महानगरपालिका पनि नभत्काउने भनेर उनीहरूले पनि रोकिरहेको छ, आन्दोलन गरिरहेको छ। त्यही कारणले चाहिँ हेटौडा भत्किसकेपछि अब वीरगञ्ज पनि भत्किने निश्चित छ, कन्फर्म छ। नेपालमा अब केही समयपछि विकास हुन्छ। 4 लाइनको बाटो 1 बाई 1 सरर गाडी हिँड्ने भयो। अब केही समय धैर्य गरौँ, छिट्टै विकास हुन्छ। यहाँ हेर्नेको भिड टन्नै छ गाइज, हेर्न सक्नुहुन्छ। यस्तो छ नेपालको स्थिति अवस्था, हेर्नु होला। हामी बिहान 7 बजी आइपुगेको छौँ यहाँ। त्योभन्दा अगाडि नै यो भत्किसकेको देखिन्छ र यहाँ राप्ती रोडको दृश्य हो। यो राप्ती रोड भत्किसकेपछि मिसिनहरू, प्रशासनहरू चाहिँ हाम्रो सडक विभागको कर्मचारीहरू चाहिँ उता ब्याङ्क साइडतिर वीरगञ्ज जाने रोडतिर चाहिँ भत्काउने सुरु भइरहेको छ भन्ने खबर सुनेको छ। यहाँ गाडी बोलाएर ल्याएको छ। अब सामान कसरी लाने, के गरी लाने भनेर
यहाँ आफ्नो मन्थन भइरहेछ कसरी लाने के गरी लाने। नेपालको यस्तो छ, नेपालको भन्दा पनि तलको चाहिँ यो समस्या नै थियो। किनभने हिजोको दिनमा 200 वर्ष 100 वर्ष अगाडिकै बाटो प्रयोग भइरहेको थियो। आज चाहिँ धेरै जनसङ्ख्या चाप बढिरहेको थियो र बाटो साँघुरो भइरहेको थियो। बाटोमै पसलहरू व्यवसायहरूले चाहिँ एकदम सङ्घाएर चियापानी पसल लागेको थियो। यहाँ बुद्धचोक आसपासको यो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ हाम्रो बुद्धचोकनिर हाम्रो कडा रूपमा सुरक्षाकर्मीहरू बसिरहनु भएको छ, पुलिस प्रशासन। अनि यो चाहिँ धेरैसँग थियो यो, किनभने व्यवस्थापन हुनु नै थियो। यो अब सबै ठाउँमा नियम लागु भइसकेपछि हिटरमा किन लागु भएन भनेर नै रोकिरहेको थियो हिजोको दिनमा भने। आजको दिनमा यो व्यवस्था हुनु नै थियो, हुन्छ। एउटा ठुलो गाडी आउने बित्तिकै यहाँ एकदम जाम पर्थ्यो। एकदम बुद्धचोकमा एकदम टर्निङ पुग्ने थिएन। अब लामो दूरी गाडीहरू बाइपासबाटै पास हुन्थ्यो भने ठुल्ठुलो मालबाहक गाडीहरू यहीँ सामान झार्नेहरू सिधै बुद्धचोक हुँदै आउँदाखेरि चाहिँ एकदम जामको चाप बढ्थ्यो। बच्चाहरू स्कुल लान पनि एकदम वेटिङ गर्नु पर्थ्यो, ट्राफिक जाम हुन्थ्यो। अनि बाटो सङ्घरियो, जनसङ्ख्या बढ्यो, त्यस कारणले पनि हेटौँडा एकदम 3 नम्बर प्रदेशको राजधानी पनि हो। हेटौँडा ग्रिन सिटी भनेर नाम पाइसकेको ठाउँ बागमती प्रदेशको राजधानी पनि हो। त्यस कारणले हिजोको जस्तो अवस्था, हिजो जस्तो स्थिति बाटोले चाहिँ हुँदैन, व्यवस्था हुनैपर्छ। यहाँ चाहिँ अब सामान ओसार पसारको लागि चाहिँ गाडीहरू बढाएको छ गाइज। यो मेरो भिडियोलाई हेर्नुभएको छ जसले उहाँलाई धन्यवाद। यदि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनुहोस्। भिडियो मन परे लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस्, ताकि म हजुरलाई फेरि यसो हेटौँडाको वरिपरिका दृश्यहरू फेरि हजुरलाई जानकारी दिन पाऊँ। त्यस कारणले सबैजनालाई बाई बाई।